नमस्ते। आज बिहान वाकको बेलामा म नर्मल्ली वाकमा कानमा एयरपड लगाएर श्रीमद् भागवत महापुराण सुन्छु। आज पनि सुन्दै थिएँ, तृतीय स्कन्द पुगेको रहेछ। त्यहाँ ऋषि मैत्रेयले नारद ऋषिलाई भागवतको ज्ञान दिइरहनु भएको थियो। त्यो ज्ञानको दिइरहने बेलामा सुख भन्ने कुरा आइरहेको थियो र सुखका सम्बन्धमा केही कुरा भनिएको थियो र त्यही कुरा आज यहाँहरूलाई म बताउन गइरहेको छु। श्रीमद् भागवत महापुराणको तृतीय स्कन्धको कुरा है। संसारमा सुख भन्ने सामान्यतया हुन्न। जसरी अँध्यारो भन्ने हुन्न नि, अँध्यारो भनेको के हो? उज्यालोको अभाव हो। जब उज्यालो हुन्छ, उज्यालो पारिन्छ, अँध्यारो आफै गायब हुन्छ। त्यसै गरी सुख पनि त्यस्तै हो। दुःखको अभाव नै सुख हो। नत्र यो संसारै दुःखको संसार हो। कसैले सम्पत्ति छैन भनेर दुःखी हुन्छ होला, सन्तान छैन भनेर दुःखी हुन्छ होला, अरू कुनै कारणले दुःखी हुन्छ। कसैलाई सम्पत्ति छैन भनेर दुःखी भयो, उसलाई सम्पत्ति आयो, ऊ खुसी भयो, सुख भयो होइन नि। त्यो सम्पत्ति आएको पुरानो स्थितिमा मात्रै पुगेको कुरा हो। उसलाई सम्पत्ति भएको स्थितिमा पुगेको मात्रै हो। त्यसै गरी सन्तान छैन भनेर ऊ दुःखी भयो। सन्तान आए, खुसी आएको होइन कि ऊ दुःखी मात्रै नभएको, दुःखको अभाव मात्रै भएको। त्यहाँ खुसी हुन्न। खुसी भन्ने चिज यहाँ हुन्न। यो संसारै नित्य दुःखको संसार हो। यहाँ सुख भन्ने कुरा हुन्न। इभन केसम्म भन्नुहुन्छ ऋषिले भने यो संसार रुँदै आइछ र रुवाउँदै गइन्छ। यो रोदनको संसार हो। आफू रुँदै आउँछ र अरूलाई रुहाएर जान्छ मानव। त्यो भएर यो दुःखको संसार हो। यो दुःखको संसारमा खुसी खोज्ने, त्यो पनि अरूसँग खुसी खोजेर हुन्न। अब खुसी कहाँ? दुःखको फुलबारी हो भन्नुहुन्छ मैत्रेय ऋषिले नारदलाई यहाँ। अब खुसी कहाँ पाइन्छ त? अथवा सुख कहाँ पाइन्छ त? सुख पाउने ठाउँ छ। सुख पाउने ठाउँ भनेको परमात्मासँगको सम्बन्ध गाँच्ने, भगवानको भजन गर्ने, कीर्तन गर्ने, पूजा गर्ने, आराधना गर्ने सम्बन्ध। यदि तपाईँले यहाँ भएका, पृथ्वीमा भएका अरूसँग सम्बन्ध राख्न थाल्नुभयो भने तपाईँ दुःखी हुनुहुन्छ। एकछिनको लागि मात्रै सुखी हो, सुख हो त्यो। तर परमात्मासँग तपाईँले सम्बन्ध राख्नुभयो भने त्यो तपाईँलाई सधैँको लागि सुख हुन्छ, त्यसले खुसी दिन्छ। त्यो चाहिँ नित्य सुख हो भनेर भनिन्छ। जसले परमात्मासँग सम्बन्ध राख्दैन, नाता गाँच्दैन, त्यसले पाउने सुख र खुसी अत्यन्तै छोटो समयको लागि अथवा एकदमै छोटो मात्रै हुन्छ, क्षणिक मात्रै हुन्छ। परमात्मासँग सम्बन्ध राखौँ, सम्बन्ध गाँचौँ, नाता सम्बन्ध राखौँ, भगवानको ध्यान गरौँ, आराधना गरौँ, पूजा गरौँ, विश्वास गरौँ र यस्तै कुराहरू सुनौँ है। तपाईँको दिन शुभ बितोस्।